उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द तथा साना साना भाइ बहिनीहरू, आज नेवार समाज हङकङले यस बडा दशैंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्ने एउटा सानो जमघट गरेको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा साना साना भाइ बहिनीहरूलाई सर्वप्रथम त मेरो व्यक्तिगत शिव प्रधानको तर्फबाट तथा नेवार समाज हङकङको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना साथै हामी न्यानो अभिवादन टक्राउँदछौँ। र अर्को एउटा दुःखपूर्ण कुरा, तपाईहरुलाई अलिकति अप्ठ्यारो भयो होला यस ठाउँलाई भेट्नु र यहाँ आइपुग्नुलाई तपाईहरुले जुन कठिनाई महसुस गर्नुभयो, त्यसमा पनि मेरो व्यक्तिगत तर्फबाट तथा सम्पूर्ण नेवार समाज हङकङको संस्थागत रूपबाट हामी क्षमा चाहन्छौँ। तर पनि यस ठाउँमा आएर जुन रमणीय वातावरणलाई तपाईले पाउनुभयो, त्यसमा हामी खुसी व्यक्त गर्दछौँ। र आजको यस विक्रम सम्वत 2063 सालको बडा दशैंको उपलक्ष्यमा सम्पूर्ण नेवार समाज हङकङबाट सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई उत्तर प्रगति तथा मङ्गलमय शुभकामना व्यक्त गर्दै म यस कार्यक्रमलाई अगाडि बढाइदिनको लागि म यहाँ शिवलाल दाईलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। मोनिया उपलक्ष्य नेवार समाज हङकङ पाखे सकल देवामितेत बेन्तुनाडु नेवार समाज हङकङ जो व्यक्तिगत पाखेन सकल नेवामितेत बेन्तुना आज यो कार्यक्रम तमाडम सुरदी त्यङ्गु पूजा सुरदिया अनन्तिका मस्ते त पूजायु कार्यक्रम दो मस्ते दो पूजायु कार्यक्रम पहिला दुई अन पूजा कार्यक्रम सुरदी नमस्कार सबै साथीहरूलाई। बडा दशैंको उपलक्ष्यमा मेरो व्यक्तिगत तर्फबाट र यो पापा खाऊ ल हङकङको अनुसारले क्यू सिस्टम गर्नु पायो भने झन् बेटर हुनेछ, सजिलो हुन्छ। छोटो छोटो लाइन लागिदिनु भयो भने एकदम राम्रो हुनेछ, छिटो छिटो सक्नेछ। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn।
ठौँ छि मनी तो शुभकामना यो अथिने अनि थो छियो नेवा बाजा कि तेडु जाने दकुसा तस्का खुसी दो आथना एक्सेप्ट आउन जाने जिम्दा तस्का बाला ताल आठकै लागि चाहिँ नि थो हामीले सुरक्षित जिया चाहिँ नि हामीले बालना हुनेमा यो जीव प्रार्थना दु बुढाले त बजाउने रहेछ राम्रै राम्रो बजाउने रहेछ नि डाक दाजुभाइ दिदीबहिनी साथीहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना नवोदय उपलक्ष्य शंकर वाला नाम राख्नु पर्छ अनि कन्टिन्यू हुँदैन हो नवोदय भिन्दिना 1127 को यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरुको आज महापूजा कार्यक्रममा उपस्थित भई आफ्नो आत्माको पुकार गरेर आत्मविश्वास बढाएर आपसी मेलमिलाप विश्वासले भावनात्मक सम्बन्ध विकास गरी समाजको सम्पूर्ण क्षेत्र शैक्षिक आर्थिक हरेक क्षेत्रमा सांस्कृतिक क्षेत्रमा विकास गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास राखेका छौं र यस कार्यक्रम आजको यस कार्यक्रमलाई स्वागत गर्न निर्मल समाज हङकङका अध्यक्ष शिव प्रधानज्यूलाई निम्ताउँछु। थ्याङ्क यू। धन्यवाद राजेन्द्रजी। सर्वप्रथम त आज 2063 सालको शुभ दीपावलीको अवसरमा तथा नेपाल सम्वत 1127 को पावन उपलक्ष्यमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी भाइ बहिनी र हाम्रा अतिथिवर्गहरू र विभिन्न सूचना प्रविधिबाट पाल्नुभएका सूचना प्रविधिका अङ्गहरूलाई म मेरो व्यक्तिगत तर्फबाट तथा नेवार समाज हङकङको तर्फबाट म हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दै हुँदछु। र आजको विशेष हामीले यस कार्यक्रममा विशेष अतिथिको रूपमा पनि हामीले विभिन्न अङ्गका विभिन्न सङ्घ संस्थाबाट र हामीले निमन्त्रणा गरेका छौँ र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर
यहाँसम्म पालिदिनु भएकोमा हामी अति नै आभारी छौँ र म उहाँहरूलाई हाम्रो अतिथिवर्गहरूलाई म आज यस मञ्चमा आज हामी आसन ग्रहणको कार्यक्रम चाहिँ छैन, तर पनि अतिथिवर्गज्यूहरूले आफ्नै ठाउँबाट आफ्नो परिचय दिनुहोला भन्ने म विश्वास गर्दछु। हङकङका नेपाली महासङ्घबाट पाल्नुहुने अध्यक्षज्यू श्री हेजेङ राईज्यूलाई आफ्नै ठाउँबाट उभिएर परिचय दिनुहुन म अनुरोध गर्दछु। धन्यवाद। त्यसरी नै हङकङ होम एफेयर नेपाल कन्सुलेट जेनरल श्री हेमला भट्टराईजीलाई पनि आफ्नै ठाउँमा उभिएर त्यसै गरी हङकङ होम एफेयरबाट पाल्नुहुने श्री भरत आलेज्यूलाई पनि बसेकै ठाउँबाट आफ्नो परिचय दिनुहुन म अनुरोध गर्दछु। अतिथिवर्गहरू हुनुहुन्छ शान्त बस्नेत, शान्तबहादुर थापा र अच्युत श्रेष्ठज्यूलाई पनि आफ्नै ठाउँबाट परिचय दिनुहुन हामी अनुरोध गर्दछौँ। धन्यवाद। हाम्रो यस कार्यक्रममा सरिक भइदिनु हुनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट तथा नेवार समाज हङकङको तर्फबाट पनि हामी आभार व्यक्त गर्दछौँ र मलाई लाग्छ भविष्यमा पनि उहाँहरूले हाम्रो निम्तोलाई स्वीकार गरिदिनु नै हुनेछ। र यसरी अब महपूजाको कार्यक्रमलाई अगाडि सार्दछौँ र महपूजाको आफ्नै एउटा शाब्दिक अर्थ छ, आफ्नै आध्यात्मिक अर्थ छ र यसको आफ्नै लाक्षणिक अर्थहरू पनि छन् र त्यस अर्थहरूलाई हामीले अहिले केलाउनुभन्दा पनि यो 1127 हाम्रो नेपाल सम्वतको आज सुरुको दिन हो र भविष्यमा आजको दिनबाट उपरान्त एक वर्षभरि म सबै उपस्थित जनसमुदायहरूलाई उत्तर प्रगतिको कामना गर्दै म यो माइक्रोफोन पुनः फेरि राजेन्द्रजीलाई म हस्तान्तरण गर्दैछु। छानिनुभएका महानुभावहरू महपूजा मण्डलको नजिक आइदिनु हुन अनुरोध गर्दछु। पूजा कार्यक्रममा पूजा मण्डलमा बस्न पाउनु भएका महानुभावहरूको नाम बोलाउँछु। कर्मशः आएर आफ्नो अनिल श्रेष्ठ, युवराज राज भण्डारी, श्रेष्ठ पंच महाजन गुरुदास श्रेष्ठ, गुरुदास श्रेष्ठ, सन्नी हम, सौगात ताम्राकार, कोमल दसजना, अनिल श्रेष्ठ, अगाडिपट्टि नसकिदिनु अनुरोध गर्दछु।
राइट ह्यान्ड साइडमा केटाहरू आउनु होला लेफ्ट ह्यान्ड साइडमा केटीहरू मण्डपको केटीहरू लेफ्ट ह्यान्ड साइड हेलो कृपया गरेर अलिक अगाडि नछेलिदिनु होला पछाडि पनि हेर्ने इच्छा भइरहेको छ गर्ने क्रममा म फेरि भर्खर मात्रै पाल्नु हुने हाम्रा नेपालका चलचित्र क्षेत्रबाट हाम्रो यस कार्यक्रममा पाल्नु भएको छ। उहाँहरूलाई म एकपल्ट आफ्नै ठाउँबाट उठेर परिचय दिलाउन अनुरोध गर्दछु। निर्देशक श्री सन्तोष लोहनीजी हो, धन्यवाद। त्यस्तै निर्देशक नारायणपुरी, धन्यवाद। हाम्रा एकदम ख्यातिप्राप्त अभिनेता सुनिल थापाजीलाई पनि आफ्नो ठाउँमा उठिदिन अनुरोध गर्छु। त्यसरी नै गुरुङ समाजबाट पाल्नुभएका हाम्रा अर्का अतिथि हुनुहुन्थ्यो सुनिल गुरुङजीलाई पनि उठिदिनु अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद र स्वागत तथा न्यानो अभिवादन छ। र म यो अब कार्यक्रम पूजाको लागि म यो माइक्रोफोन शिवलाल भाइलाई दिँदैछु। अब हाम्रो पूजा कार्यक्रम सुरु हुन्छ। हाम्रो अध्यक्षज्यूबाट सुगन्धमा बत्ती बालेर यसको शुभारम्भ गरिदिनु हुन अनुरोध गर्दछु। अध्यक्षज्यूले सुगन्धमा बत्ती बाली शुभारम्भ गर्नु पूजाको कार्यक्रम। महान बाबाले पूजा सम्बन्धी केही कुराहरूलाई मनन गरेर कुनै पनि कुरा जानेर बुझेर गरेको फल र अञ्जानमा गरेको फलमा निश्चित रूपमा चाहिँ फरक हुन्छ। त्यसैले म पूजा मन्दिरमा बस्नु महान बाबाले बस्नदेखि गरे पनि म एकपट्टि फेरि यसलाई रिभाइज गर्न चाहन्छु। म पूजा किन गरिन्छ भनेदेखि आफ्नो शरीरको आत्मबल बढाउनलाई नै गर्ने हो। र यसको लागि यो जुन विधि छ हाम्रो पूर्वजहरूले बडो सुन्दर र राम्रो रूपमा चाहिँ अध्ययन गरेर सुरुवात गर्नुभएको जस्तो लाग्छ। र यसमा खैलित बत्ती जुन छ त्यसमा तपाईँहरूले निहाल्नु भयो भने आफ्नो जीवन त्यसैमै पाउनुहुनेछ। जति जति हामीले यो बत्तीलाई व्यवस्थितसँग बाल्यौँ त्यति नै लामो समय त्यो बत्ती बल्दछ, चारैतिर उज्यालो फैलिन्छ। त्यसै गरेर हाम्रो जीवनमा जति व्यवस्थित तरिकाले जीवन चलायौँ र सबै कुरा म्यानेज गऱ्यौँ भने हामी दीर्घायु हुन्छौँ। यदि हामीले कुनै कुरालाई पनि व्यवस्थितसँग चलाउनौँ भने अल्पायु हुन्छौँ। र फेरि अर्को कुरा मनन गर्नुपर्ने कुरा के छ भने जति नै व्यवस्थित गरे पनि खोलीका प्रति एकपल्ट सिद्धिन्छ नै।